रवि लामिछाने र बालेन्द्र शाहबीच दूरी बढ्यो, सम्बन्ध चिसियो भनेर अहिले सामाजिक सञ्जालमा धेरै हल्लाहरू देखिन्छन्। तर त्यो हल्ला फैलाउनेहरूले बुझ्नुपर्ने कुरा के हो भने जनताको आशामा बनेको यो सम्बन्ध त्यति सजिलै अफवाहले टुट्नेवाला छैन। यो सम्बन्ध कुर्सीको भागबण्डाबाट बनेको होइन। यो सम्बन्ध रातारात सत्ता बाँडेर जन्मिएको पनि होइन। यो सम्बन्ध त त्यो आक्रोशबाट बनेको हो जुन वर्षौंदेखि जनताभित्र दबिएको थियो। त्यो पीडाबाट बनेको हो जहाँ देश लुटिँदा जनता चुपचाप हेर्न बाध्य थिए। यो सम्बन्ध कमजोर भयो भने कसलाई फाइदा हुन्छ? पक्कै पनि हामी जनताहरूलाई फाइदा हुनेवाला छैन। फाइदा तिनै पुरानो भागबण्डे राजनीतिलाई फाइदा हुन्छ, सत्ताको वरिपरि घुम्ने दलाल प्रविधिका पात्रहरूलाई फाइदा हुन्छ, तिनै अनुहारलाई जसले वर्षौंसम्म देशलाई आफ्नो निजी सम्पत्ति सम्झिराखे। रवि र बालेनको शैली फरक होला, बोल्ने तरिका पनि फरक होला, तर दुवैको लडाईँ एउटै हो। यो देश अब केही परिवार, केही दलाल र केही भागबण्डे नेताको निजी कम्पनी बनेर चल्न सक्दैन। विरोधीलाई सबैभन्दा ठूलो डर भनेको रवि र बालेन सँगै भयो भने जनता पनि उनीहरूकै साथमा हुन्छन् भन्ने छ। किनकि जब जनता विभाजित हुन्छन् तब दलालहरू बलिया हुन्छन्। जब जनता जात, पार्टी र नेताको नाममा भिड्छन् तब भ्रष्टहरू सुरक्षित हुन्छन्। त्यसैले अहिले फेरि उही पुरानो खेल सुरु भएको छ साथीहरू। रवि र बालेन फुटे, सम्बन्ध बिग्रियो, अब सहकार्य सकियो भन्ने हल्ला अहिले चलाइरहेका छन्। रवि दाई पूर्ण छैनन्, बालेन्द्र शाह पनि पूर्ण छैनन्, तर इतिहासले धेरै पटक देखाएको छ पूर्ण परिवर्तन ल्याउनेहरू सधैँ पूर्ण मान्छे हुँदैनन्। कहिलेकाहीँ अपूर्ण मान्छेहरूले नै देशलाई नयाँ दिशा दिन्छन्। आजको लडाईँ व्यक्ति बचाउने लडाईँ होइन, आजको लडाईँ देशलाई पुरानै दलाली चक्रबाट निकाल्ने लडाईँ हो। साथीहरू, तपाईहरू यो विषयमा के भन्नुहुन्छ र रवि र बालेनको सम्बन्ध चिसियो भन्दै हल्ला फैलाउनेहरूलाई के भन्न चाहनुहुन्छ? जस्ताको तस्तै कमेन्ट गर्नुहोला।